गाइजहरु गुड मर्निङ एन्ड नमस्कार छ है सम्पूर्णलाई। आज चाहिँ मेरो सुरुवातको ब्लग मेरो कोठेबारीबाट हुँदैछ ल गाइजहरु। यो चाहिँ मेरो टमाटर अनि खोर्सानीहरुको कतिको फल्दो रहेछ त गर्दाखेरि हुन्छ कि हुँदैन रहेछ त भन्ने एउटा सानो के भन्नु हैन, हुँदाखेरि के अरे गर्दाखेरि चाहिँ हुने रहेछ है भन्ने खालको मेरो लगभग एउटा बोटमा 5 केजी सम्म फलेको छ। तपाईहरुलाई पनि देखाउन गइरहेको छु ल गाइजहरु। ल हेर्नुस्, यो चाहिँ एउटा बोटमा फलेको गाइजहरु हेर्नुस् ल। यस्तो मजाले फल्दो रहेछ नि गाइजहरु, हेर्नुस् ल। सबै फलेको छ, उत्तिकै छ हेर्नुस् ल। यहाँ त्यतिकै छ हैन। एउटा बोटमा लगभग 5 केजी सम्म फल्दो रहेछ के गाइजहरु हेर्नुस् है। अनि गर्दा नहुने चाहिँ होइन रहेछ गाइजहरु हैन, गर्दा हुने रहेछ। तर मेहनतले सबै कुरो मिलाएर बनाए भने गरौँ भने चाहिँ सबै कुरो हुने रहेछ गाइजहरु हेर्नुस् ल। टमाटर गाइजहरु पाक्दै छ है, फेरि खाइ पनि सकेको छ हैन। एक लट चाहिँ खाइ पनि सकेको हो, एक लट पाक्दै छ गाइजहरु। अनि मेरो यो सानो खोर्सानीको बोटमा हैन हेर्नुस् न कस्तो दामी फलेको क्या गाइजहरु। हेर्नु न यत्रो बोट छ है, लटरम्म फलेको छ क्या गाइजहरु। यत्रो बोट छ हेर्नु ल, भुइँ छोडेको छैन बोटले, र पनि खोर्सानी चाहिँ बवाल छ है गाइजहरु। सबभन्दा त झन् यहाँ चाहिँ धेरै फलेको छ गाइजहरु। ल हेर्नुहोस् त, एउटा यत्रो बोटै छोडेको छैन खोर्सानीले, तर फलाइ चाहिँ राम्रो छ। हेर्नुहोस् त। अनि त्यता प्याज त झन् बवालै छ हैन। हाम्रो यो गाउँको हेर्नुहोस् त, हाम्रो गाउँ चाहिँ फेरि यस्तो छ गाइजहरु, पुरै है खोलाघारी छ हैन गाउँ यस्तो छ है गाइजहरु। हाम्रो उहाँ एउटा फुची छ हैन। ल हेर्नुहोस्, हाम्रो गाउँ चाहिँ यस्तो छ, रोमन्य छ क्या, खुल्ला छ हैन, एकदम सुनसान खुल्ला, पर घर हैन, त्यत्रो उयो छैन, खुल्ला ठाउँ छ ल गाइजहरु। ल है त आजको लागि यति नै ल त, बाइ बाइ। फेरि अर्को ब्लगमा भेटौँला है त। ओके बाइ बाइ।